सम्पूर्णमा नमस्कार। म प्रवेश दाहाल। यतिखेर आन्दोलनका मागहरूका सम्बन्धमा म यतिखेर काठमाडौँमा छु र यसै सम्बन्धमा धेरैवटा गुनासाहरू चाहिँ के आएका छन् भने प्रहरीबाट आन्दोलनकारीहरू जेएनजीहरू पक्राउ पर्न थालेको भन्ने कुरा आएको छ, जुन घोर भर्सना छ। किनभने हामी मतलब त्यो नेपाली जनतालाई मार्ने, ती जो युवाहरूलाई मार्ने, नेपाली जनतालाई गोली चलाउने आदेश दिने जुन तत्कालीन सरकार थियो, त्यो सरकारलाई कारबाही गर्नुको सट्टा जो जेएनजी आन्दोलनकारीलाई कारबाही गर्न खोजिएको छ, यो जेएनजी आन्दोलनको पक्षमा छैन र विभिन्न घाइतेहरू हस्पिटलको उसमा बसिरहनु भएको छ, तर सरकारको ध्यान आकर्षण छैन। यस्ता विविध पक्षहरूमा सरकार निरीह भएर बसेको छ। यसप्रति मेरो गहिरो र आपत्तिजनक ध्यान आकर्षण छ र जुन ठाउँमा नवलपुर जस्ता विभिन्न यही काठमाडौँका विभिन्न ठाउँमा पनि हामी पक्राउ परिरहेका छौँ, हाम्रा मान्छे पक्राउ परिरहेका छन् भन्ने गुनासाहरू हामीमा आइरहेका छन्। यस्ता गुनासाहरू हामीले कति दिनसम्म सुन्नुपर्ने हो र विभिन्न